नमस्कार दर्शकबिन, आज हामी यो चुनवानको बुद्धिस्ट टेम्पलमा जाँदैछौँ सपरिवार। यो चाहिँ अति रमणीय ठाउँ, घुमघामको लागि चाहिँ बुद्धिस्टको ध्यान गर्ने ठाउँ। भित्र दिन्न होला फोटो खिच्नलाई। अब हामी यो मन्दिरको चाहिँ वरिपरि घुमेर चाहिँ यहाँ देखाउनेछौँ। अति सुन्दर नेपाली गुम्बा जस्तै बनाइदिएको रहेछ। बौद्धतिर हुने, पहाडीतिर हुने गुम्बाहरू, गेटहरू बुद्धिस्ट स्टाइलले चाहिँ हङकङ गभर्मेन्टले चाहिँ यो चाहिँ बनाइदिएको रहेछ सहरको नजिकै। यहाँ दिन्छ फोटो खिच्न जान्छ। अगरबत्तीमा चाहिँ लाइट बाल्ने ठाउँ। अब चाहिँ यो मन्दिरको चाहिँ वरिपरि भित्रबाट चाहिँ बाहिर जाँदाखेरि चाहिँ कस्तो दृश्यहरू देखिन्छ भनेर चाहिँ यहाँबाट हामीहरू बाहिर देखाइरहेका छौँ। तल रोडहरू, गेटहरू। धेरै वर्षपछि हामीलाई पनि थाहा थिएन, गुगलमा खोज्दाखेरि चाहिँ यो मन्दिर भेटियो। लुक लाइक नेपालको गुम्बा जस्तै। अब हामी चाहिँ भित्र जाने कोसिस गर्दैछौँ क्यामेरा लिएर, तर क्यामेरा लान दिन्छ दिँदैन थाहा छैन अहिलेसम्म। यो चाहिँ विभिन्न आकृतिहरू पहिलेको राजाहरूको, हङकङको राजाहरू, चाइनाको राजाहरूको। अब हामी चाहिँ भित्र जाँदैछौँ। मन्दिरै मन्दिर भएको ठाउँभित्र, अति रमणीय ठाउँ, सुनसान, एकदम सुनसान गरेर ध्यान गर्ने जस्तो ठाउँ। सातवटा कि 9वटा यहाँ पहिलाका राजाहरूको मूर्ति रहेछ। यहाँ सुनको जस्तो छ, तर सुन त होइन होला, सुनको जलप लगाएर बनाएको रहेछ। 7वटा कि 9वटा राजाको मन्दिर। अति शान्त ठाउँ, बसेर ध्यान गरौँ जस्तो। लस्करे चाहिँ राजा महाराजाहरूको चाहिँ सायद धर्मात्मा राजाहरू होला। यिनीहरूलाई चाहिँ बडो मजाले पूजा गरेको छ। हेर्दा हेर्दै यो मन्दिरहरूको चाहिँ बयानै गर्न सकिएन। अति सुन्दर बनाइदिएको मन्दिर कालीगढले। मन्दिरै मन्दिर जस्तो